सम्पूर्ण साथीहरूमा आज मैले तपाईँको माझ फेरि पनि आर्थिक विकासका पक्षहरू कर्मसँगै पाठ 4 पर्यटन क्षेत्रको बारेमा ल्याएर उपस्थित भइसकेको छु। मन परेमा एक लाइक र च्यानललाई सब्स्क्राइब गरी साथ दिनुहोला। आर्थिक विकासका क्षेत्र अन्तर्गत रहेको पर्यटन क्षेत्रको बारेमा जानौँ। पर्यटनको परिचय विभिन्न उद्देश्य राखेर एक ठाउँबाट अर्को ठाउँको भ्रमण गर्ने, ऐतिहासिक, पुरातात्विक तथा दार्शनिक स्थलको यात्रा गर्ने कार्य नै पर्यटन हो। पर्यटनमा मनोरञ्जन, तीर्थयात्रा, पर्वतारोहण तथा अन्य उद्देश्य राखेर देश विदेश घुम्ने कार्य गरिन्छ। थोरै लगानीबाट धेरै प्रतिफल प्राप्त गर्न सकिने भएकाले पर्यटन क्षेत्रले तुलनात्मक लाभको क्षेत्रको रूपमा हेरिन्छ। अब नेपालमा भएको संवैधानिक व्यवस्था के छ त? नेपालको संविधानको धारा 50 राज्यका निर्देशक सिद्धान्त। राज्यको आर्थिक उद्देश्य अन्तर्गत सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र विकास मार्फत तीव्र आर्थिक वृद्धि, दिगो आर्थिक विकास हासिल दिने राज्यका नीति। धारा 51 को ठ मा पर्यटन सम्बन्धी नीति। नेपालका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरूको पहिचान, संरक्षण, प्रवर्धन एवं प्रचार प्रसार मार्फत राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण आधारको रूपमा पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्ने, पर्यटन संस्कृतिको विकास गर्न आवश्यक वातावरण एवं नीति निर्माण गर्ने तथा पर्यटन उद्योगको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिने। संवैधानिक निकाय महालेखा परीक्षकले लेखा परीक्षण प्रतिवेदन मार्फत पर्यटन क्षेत्रको विकासका लागि सुझाव प्रस्तुत गर्ने। अधिकार अनुसूची 7 मा सङ्घ र प्रदेशको साझा अधिकार अन्तर्गत पर्यटनलाई समेटिएको छ। साझा लगानीको अवसरको निर्माण भएको छ। अब नीतिगत व्यवस्था के छन् त नेपालमा भएका? पर्यटन सम्बन्धी नीति 2065 लक्ष्य राष्ट्रिय सम्पदालाई दिगो उपयोगको माध्यमबाट पर्यटकीय क्रियाकलापमा प्रयोग गरी राष्ट्रिय आयमा पर्यटन क्षेत्रको उल्लेख्य मात्रामा वृद्धि गराई जनताको जीवनस्तरमा सुधार ल्याउनु पर्यटन क्षेत्रको लक्ष्य हुनेछ। पर्यटन नीतिका उद्देश्यहरू के छन् त? पर्यटन क्षेत्रको विविधीकरण र विस्तार मार्फत सर्वसाधारण नागरिकमा स्वरोजगारको सिर्जना गरी पर्यापर्यटन र ग्रामीण पर्यटनलाई गरिबी निवारणसँग आबद्ध गरी उनीहरूको जीवनस्तरमा सुधार गर्न, पर्यटन उद्योगको प्रवर्धन गरी यसलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारको रूपमा विकास गर्ने, देशका मूर्त, अमूर्त, प्राकृतिक, सांस्कृतिक, जैविक तथा मानवीय निर्मित सम्पदाहरूको खोज, संरक्षण, सम्वर्धन एवं विकास मार्फत विकास गरी नेपाललाई पर्यटकीय दृष्टिले आकर्षक र प्रमुख गन्तव्य स्थलको रूपमा विकास गर्ने। अनि यस्तै छन्। तपाईँले हेर्नुहोला साथीहरू, भिडियो लामो हुनाले मैले पढेन पुरै। नेपाल पर्यटन बोर्ड ऐन 2053 नियमावली 54, ट्राभल एन्ड तथा ट्रेनिङ एजेन्सी नियमावली 2062, पर्वतारोहण सम्बन्धी नियमावली 2059, पर्यटन विकास दूरदृष्टि 2020। अब संस्थागत व्यवस्था के छन् त नेपालमा? संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रदेश स्थित पर्यटन मन्त्रालय, राष्ट्रिय योजना आयोग, स्थानीय तहहरू, पर्यटन विभाग, पर्यटन बोर्ड, विदेश स्थित नेपाली दूतावासहरू। अब कार्यक्रमगत व्यवस्था के छन् त नेपालमा? यी कार्यगत व्यवस्थाहरू छन्, हेर्नुहोला हैन। पशुपति क्षेत्र विकास कोष, विशेष त पशुपति विकास कोष भयो, लुम्बिनी विकास कोष, अनि जिप लाइन, बन्जी जम्प भने जम्प सफारी, अनि ट्रेकिङ, इको टुरिज्महरू, होम स्टे, माउन्टेन क्लाइम्बिङ यिनीहरू रहेका छन् हैन। अब नेपालको संविधानमा नेपालको आर्थिक सर्वेक्षण 82-83 मा बजेटले के व्यवस्था गरेको छ त हैन। ऐतिहासिक र पुरातात्विक महत्त्वका अभिलेखहरूको डिजिटल आर्काइभिङ्स गर्न आवश्यक बजेट छुट्याएको होइन। अनि यो सबै राम्ररी हेर्नुहोला। अनि सौर योजनामा पर्यटन सम्बन्धी भएको व्यवस्था, जिडिपीमा योगदान पर्यटनले 2%, करिब 2% र 54.81 करोड डलर विदेशी मुद्रा आर्जन। संस्कृति, पर्यटन उत्तरमा क्षेत्रहरू, वार्षिक पर्यटन आगमन हालको अवस्था चाहिँ 8.285 लक्ष्य लिएको, 25 लक्ष्य लिएको। बसाइ अवधि 13.1 मा 15 पुर्याउने। अनि प्रति पर्यटक खर्च 40.5 बाट 85। अनि कुल ग्रस्त उत्पादन पर्यटन जिडिपीमा योगदान 2 बाट 7%। भ्रमण र पर्यटन प्रतिस्पर्धी सूचाङ्क 3.3 बाट 4%। द्विपक्षीय हैसियत सम्झौता भएका मुलुक 40 बाट 48। पर्यटन क्षेत्रको नेपालमा वर्तमान अवस्था के छ त हैन। यो त भिआइपी छ हैन गाइजहरू, सोधिरहन्छ जहिले नि यस्तो प्रश्न। पर्यटन आगमन र पर्यटन सम्बन्धी सूचकहरू। पर्यटन आगमन 2081 पुससम्म 11,47,548 पर्यटन आगमन भएको छ, जुन गत वर्षको तुलनामा 13% वृद्धि भएको हो। भ्रमण आयहरू 83 खर्ब 39 करोड 40 लाख, जुन गत वर्षको तुलनामा 15% वृद्धि भएको छ।
औसत बसाइ 24 मा औसत बसाइ 13.3 दिन रहेको, खर्च 40.8 अमेरिकी डलर। पर्यटन दशक 2023 देखि 32 लाई पर्यटन दशक घोषणा गरिएको, जसमा 125 अमेरिकी डलर लक्ष्य पुर्याइने। भ्रमणको उद्देश्य अनुसार आगमन मनोरञ्जन 60.40%, पदयात्रा र पर्वतारोहण 14.50%, तीर्थयात्रा 15.30%, अन्य 9.80%। पर्यटन आउने देशको रूपमा भारत 27.70, अमेरिका 967, चीन 8.89, बेलायत 4.79, बङ्गलादेश 4.27, अस्ट्रेलिया, श्रीलङ्का, थाइल्यान्ड, जर्मनी, दक्षिण कोरिया अनि अन्य मुलुक यति भएको होइन। नागरिक उड्डयनका प्रमुख सूचकहरू। अन्तर्राष्ट्रिय उड्डयन गर्ने नेपाली वायु सङ्ख्या 30। यस्तै गरी हेर्नुहोला तपाईँले कर्मशीसँग नेपालमा पर्यटन क्षेत्रमा देखिएका समस्याहरू अनि समस्याहरू के छन् त? विकास र विविधीकरण, पर्यटन र पहुँच, पूर्वाधार र सेवाहरू, संरचना व्यवस्थापन, सुरक्षा र प्रत्याभूति र जोखिम न्यूनीकरण, तालिम र क्षमता विकास, नीति तथा कार्यक्रम। वैदेशिक रोजगार। वैदेशिक रोजगार भनेको के हो? क्षमता अनुसारको काम अनुसारको पारिश्रमिक नपाई पाएको अवस्था नै रोजगार हो। क्षमता अनुसारको काम अनुसारको पारिश्रमिक पाएको अवस्था नै रोजगार हो। रोजगारीमा कुनै पनि व्यक्तिले आफ्नो श्रम, सिप, समय र बौद्धिकता खर्चेको हुन्छ। रोजगारीको हक सम्बन्धी ऐन 2075 अनुसार स्वरोजगार भन्नाले आफ्नो श्रम, सिप, ज्ञान स्रोत तथा स्रोत, साधन र पुँजीको परिचालन गरी कुनै वस्तु र सेवाको उत्पादन, त्यस्तो वस्तु र सेवाको व्यापार वा कुनै उद्योग वा व्यापार सञ्चालन वा त्यस्तै कुनै उद्यम वा आय आर्जन गर्ने कार्यलाई सम्झनुपर्छ भन्ने उल्लेख गरेको पाइन्छ। अब श्रम ऐन 74 10 प्रकारका रोजगारी प्रकार व्यवस्था गरेको छ। वैदेशिक रोजगारी भनेको कुनै पनि एक देशको श्रमशक्ति वा व्यक्तिले अर्को देशमा गई आफ्नो श्रम, सिप, समय र बौद्धिकता खर्चेको अवस्था नै वैदेशिक रोजगार हो। कुनै देशको श्रमशक्ति अर्को देशमा गई व्यवस्थित तौरबाट रोजगारीमा संलग्न हुने वैदेशिक रोजगार हो। अब नेपालबाट विदेशी श्रमशक्तिलाई हेर्दा पहिलो श्रमशक्तिको रूपमा, दोस्रो अध्ययनको रूपमा, तेस्रो श्रम अध्ययनसँगै उद्देश्यका रूपमा रहन पाइन्छ भने होइन। नेपालमा रोजगार सम्बन्धी भएको व्यवस्था, संवैधानिक व्यवस्था लेख्ने होइन, नीतिगत व्यवस्था, औद्योगिक नीति छ, अनि श्रम ऐन अनि श्रम ऐन छ, अनि संस्थागत व्यवस्थामा व्यवस्थाहरू लेख्ने, कार्यक्रमगत व्यवस्थामा 111 देशका लागि रोजगारी आन्तरिक लागि रोजगारी खुल्ला, साना व्यवसाय रोजगार कार्यक्रम लगायतका, अनि 2083 को बजेटमा भएको व्यवस्था, होइन गाइजहरू। अनि 16 योजनामा के व्यवस्था भएको छ, 16 योजनामा भएको व्यवस्था, अनि आर्थिक सर्वेक्षण 81-82 मा भएको व्यवस्था लेख्ने। विप्रेषणा प्रभाव यति भएको छ होइन, 164 लाखसम्म नागेको। अनि वैदेशिक रोजगारीमा देखिएका समस्याहरू: आर्थिक विकास, जीवनस्तर र सामाजिक सुधार, प्रविधि र ज्ञान हस्तान्तरण, रोजगारी व्यवस्थापन। कमजोर पक्षहरू कृषि उत्पादन, श्रमशक्ति, आर्थिक प्रभाव, सामाजिक र पारिवारिक प्रभाव, मनोवैज्ञानिक प्रभाव, अनि प्रतिभा र जनशक्ति फैलाइने। अब पूर्वाधार विकासका प्रक्रियामा खपत हुने तर विकास गतिविधिहरू सञ्चालन गर्न आवश्यक पर्ने पूर्व शर्तलाई नै पूर्वाधार भनिन्छ। पूर्वाधार भौतिक, आर्थिक, सामाजिक, वित्तीय र सेवाजन्य हुन्छन्। सबल दिगो आर्थिक, सामाजिक र मानव विकासका लागि स्थापित रहने पूर्वाधार हो। अनि पूर्वाधार लेख्ने। पूर्वाधारमा भएको संवैधानिक व्यवस्था के छ नेपालमा? पूर्वाधार सम्बन्धी भएको व्यवस्थामा होइन भएको व्यवस्था। अब कानुनी व्यवस्था, कानुनहरू लेख्ने। संस्थागत व्यवस्थामा संस्थागत व्यवस्था लेख्ने। कार्यक्रम व्यवस्था, बजेटमा भएको व्यवस्था 82-83 को, अनि 16 योजनामा भएको व्यवस्था, आर्थिक सर्वेक्षणमा भएको व्यवस्था, राजमार्ग